वेलकम टू गाइस माई च्यानल। सो गाइस है आज टिआइटिपी को बारेमा फेरि म भिडियो बनाइरहेको छु हैन। पछि यस्तो हो कि टिआइटी भिजामा जो मान्छेहरू आउनुहुन्छ हैन, पछि चाहिँ तपाईहरुले चाहिँ राम्रै हुन्छ। किन भन्दाखेरि टिआइटिपी भिजामा चाहिँ अहिले चाहिँ स्यालेरी भनौँ न, सुरुमा त मान्छे स्यालेरी हेरेर नै आउँदो रहेछ हैन जापान हैन। तर के हो, मिनिमम स्यालेरी नै हुन्छ, धेरै पनि हुँदैन स्यालेरी। तर चाहिँ तपाईँ अब स्किल पनि केही थाहा हुँदैन नि त। अब स्किल सिक्नले आउनुहुन्छ, स्किल सिक्दै तपाईँले पैसा दिनुहुन्छ भन्दाखेरि कति पैसा हुन्छ, कति स्यालेरी हुन्छ है, त्यही अनुसार हैन। तपाईँ स्किल टेस्ट भनौँ न, अलि स्किल टेस्ट लिन्छ अनि त्यही स्किल यहाँ तपाईँ काम चाहिँ सिक्दै हुनुहुन्छ अनि काम सिक्दै पैसा दिँदै त्यस्तो हुन्छ के। अनि स्यालेरी चाहिँ मिनिमम हुँदैन। अनि यस्तो 1 देखि 3 वर्षसम्मको हुन्छ नि त। अनि त्यसपछि अब के हो, फ्युचरमा चाहिँ टिआइटी भिजाको लागि हैन अलि बढाउने प्रक्रिया चाहिँ सुरु गरेर रहेछ हैन, जुन चाहिँ 2026-27 देखि आई थिङ्क सुरु हुने रहेछ। त्यो चाहिँ भन्दाखेरि तपाईँ 3 वर्षको भिजा लिएर आइसकेपछि हैन तपाईले के रे अलमोस्ट 27 देखि सुरु हुन्छ नि त। 27 देखि सुरु भइसक्यो हुन्छ है। त्यो तपाईले आउँदाखेरि हुन्छ हैन। 27 देखि तपाईँ भन्दाखेरि लङ टर्म फेरि 3 वर्षपछि फेरि मान्छेले फर्किनु पर्छ नि त हैन। 3 वर्ष 5 वर्ष चल्छ हैन। त्यही हो। अब त्यही भएर हैन आउँदा राम्रो, स्यालेरी पनि मिनिमम मात्रै हुन्छ है। अनि तर चाहिँ के हो भन्दाखेरि 26-27 देखि के हो, लङ टर्म बस्न सकिने हैन, त्यस्तो भयो नि प्रक्रिया बनाउँदै गरिरहेछ है जापानको सरकारले हैन। अनि त्यो चाहिँ एउटा राम्रै कुरा हो टिआइटी भिजामा आउने मान्छेहरूलाई, किनभने 3 वर्ष बस्ने फेरि नेपाल फर्किने हैन, त्यो अलि उनी सर्ट भयो हैन। अनि त्यसपछि तपाईँले लङ टर्मसम्म बस्ने खालको हैन अहिले बनाइरहेछ, जुन 26-27 देखि सुरु हुनेछ। र त्यसपछि के हो कि भन्दाखेरि तपाईले चाहिँ जति ल्याङ्ग्वेज ग्रोथ गर्नुहुन्छ हैन, त्यही अनुसार तपाईँको स्यालेरी पनि अलि हुने रहेछ कि। अब त त्यतिकै N5 गरेर आउनुहुन्छ टिआइटिपीमा, N5 मात्रै गरेर मान्छेहरू खास गरी आउँछ नि त। कोहीले अब N4 गरेर हुन्छ, पढे हुन्छ। तर त्यही हो, यता पनि आएर पनि आफूले पढाउँछ, ल्याङ्ग्वेज ग्रोथ गर्दै गयो भने पछि तपाईँले सजिलो हुन्छ अर्को अब जस्तै कि अब कम्पनी चेन्ज गर्दा। तर के हो, यता आएपछि टिआइटीमा आएर कम्पनी चेन्ज गर्छु भनेर अलि गाह्रो छ, त्यस्तो हुँदैन। त्यस्तो हुनु भनेको आफ्नो आफन्तहरू यहाँ कोही हुन्छ, अलि लिङ्कहरू बनाएर हुन्छ अनि मात्रै हुने रहेछ, त्यस्तो हुँदैन। सिम्पली तरिका के हुँदैन। तर चाहिँ टिआइटिपीमा आउँदाखेरि सजिलै भिजा छ, त्यो एउटा सिम्पल हो। भिजा सजिलै छ, पैसा धेरै लाग्दैन आउनलाई। अब कन्सल्टेन्सीहरूले पैसा खान्छन् धेरै, त्यो छुट्टै कुरा हो, तर पैसा धेरै लाग्दैन टिआइटिपीमा आउनलाई हैन। त्यो चाहिँ एउटा सजिलो भएछ टिआइटिपीमा, सजिलो भिजा, चाँडो भिजा र मजाले आउन सकिने, पैसा राम्रो छ मिनिमम, खाडी मुलुक भन्दा त राम्रै छ यता, त्यो चाहिँ हो है। अलि भन्दाखेरि टिआइटिपीमा पछि चाहिँ लङ टर्मसम्म बस्ने अहिलेदेखि सुरु भएको हुन्थ्यो। तर चाहिँ त्यही हो, न्युजमा मैले हेरेको छु है, जुनमा लङ टर्मसम्म बस्ने 26-27 देखि सुरु, 27 देखि सुरु हुन्छ भन्ने मैले यस्तो हेरेको छु। टिआइटिपी बढाउने प्रक्रिया गरिरहेछ, जुनमा चाहिँ मान्छे अब प्रायः जस्तो 3 वर्षको मात्रै थियो, जुन अब चाहिँ 3 वर्ष होइन, अब चाहिँ 3 वर्ष सकेपछि फेरि भिजा थपेर बस्न सकिने लङ टर्मसम्म त्यस्तो गरी प्रक्रिया सुरु गरिसकेको रहेछ हैन। 27 देखि सुरु हुन्छ। सो है, अब तपाईँहरूको लागि राम्रै छ हैन, आउनुहोस्। अनि अब त्यो त अब टिआइटीमा त अब सर्ट टर्मसम्म मात्रै थियो, अब लङ टर्मसम्म छ भनेर त राम्रै हो नि त है। सो गाइज आजको लागि यति नै हो है।